तर नयाँ नियमको दियाई चाहिँ के हो भनेदेखिलाई दशांश होइन, आफैलाई खाँचो छ र पनि दिँदैछ। हेर्नुहोस् है, यो चाहिँ ग्रेस गिभिङ हो। किनकि मलाई खाँचो छ, हेर्नुहोस् है, हामी सबैलाई अहिले अहिले तपाईँहरूको खाँचो लिस्ट लेख्नुहोस् त भन्यो भने त 100वटा खाँचो छ नि। तर तपाईँलाई थाहा छ तपाईँको त्यो 100वटा खाँचोमा नि 100वटै पुरा भएन भने तपाईँ भोलि मर्दैन, तपाईँको जीवन चलिरहन्छ। त्यो बित्थाको खाँचो हो क्या, हाम्रो खाँचो लागेको। तर खासमा त्यो भएन भने पनि तपाईँको जीवन चल्छ है। क्रिस्चियनहरू चाहिँ अहिले कस्तो समयमा जिउँछ भनेदेखिलाई इन्स्टाग्राम रिल हेर्छ, टिभी खोल्छ, इन्टरनेट खोल्छ, अनि त्यहाँदेखि आफूलाई नभएको कुराहरू मात्रै देख्छ, त्यहाँ आफूमा नभएको कुरा देखाउँछ मिडियाले। त्यही त किनाउनलाई, लोभ लगाउनलाई। के मेरोमा छैन त्यो मात्रै हेर्नु थाल्छौँ हामी। अनि त्यहाँदेखि हामीलाई मनभित्र लाग्न थाल्छ, ठुलो खाँचो हो नि हौ प्राडो गाडी। होइन तपाईँलाई सेन्ट्रोले पनि पुग्छ, खास तपाईँलाई अल्टोले पनि पुग्छ। तर त्यो संसारको कुराहरूलाई हेर्दा हेर्दा यस्तो हुन्छ कि त्यही मेरो खाँचो हो कि भने जस्तो हुन्छ। तर यसो विचार गर्नुहोस् कि तपाईँलाई नि पुरा खाँचो लागेको कुरा खासमा तपाईँको खाँचो हुँदैन। परमेश्वरले तपाईँलाई पुऱ्याइराख्नु भएको छ, क्वाइट फ्र्याङ्कली तपाईँलाई पुगिरहेको छ क्या, अहिले यहाँ पुगिरहेको छ सबै कुरा। तर कसरी संसारले चाहिँ हाम्रो लोभलाई होली पवित्र लोभ बनाएर हाम्रो रहरहरूलाई हाम्रो खाँचो हो जस्तो बनाइदिन्छ। अनि मनमा त्यो भएपछि त कहाँ अन्त दशांश भन्दा बेसी दिनु सक्छ, सक्दैन। अनि यो माकेडोनियाको चर्चले चाहिँ उनीहरूकोमा पनि अभाव छ, तर उनीहरूले